स्पाइनल इन्जुरी संघ नेपालद्वारा सञ्चालित भोइस परियोजना अन्तर्गत आयोजित राष्ट्रिय परामर्श कार्यशाला 2025 होटल सिराइचोली भरतपुरमा मे 30 तारिकमा सम्पन्न भएको छ। अपाङ्गता समावेशी प्राविधिक तथा व्यावसायिक शिक्षा तथा रोजगारी भन्ने मुख्य विषयमा आयोजित उक्त कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, निजी तालिम प्रदायक संस्था, रोजगारदाता, स्थानीय तह, अपाङ्गता सम्बद्ध संगठन तथा भोइसका प्रशिक्षार्थीहरू सहभागी रहेका थिए। स्पाइनल इन्जरी संघ नेपालकी कार्यकारी निर्देशक ईशा थापाले उद्घाटन मन्तव्य दिँदै भोइस परियोजनाको उद्देश्य तथा दृष्टिकोण प्रस्तुत गरेकी थिइन्। साथै एकजना भोइस स्नातकले आफ्ना संघर्ष र सफलताका अनुभव बाँडेका थिए। कार्यक्रमको विषयवस्तुमा समूहगत छलफल भएको थियो। सहभागीहरूलाई 4 समूहमा विभाजन गरी पाठ्यक्रम पहुँच, रोजगारीका मार्गहरू, नीतिगत व्यवस्था तथा व्यक्तिगत अनुभव शीर्षकमा छलफल गरिएको थियो। पाठ्यक्रम पहुँच समूहले समावेशी पाठ्यक्रम विकास, तालिम दिनेलाई अपाङ्गता सचेतना र सहायक प्रविधिको प्रयोगको सिफारिश गरेका थिए। रोजगारी समूहले रोजगार बजारमा पहुँच, रोजगारदाताको धारणा र नोकरी सम्बन्धन संयन्त्रको खाँचो औल्याएको थियो। नीति र शासन समूहले अस्तित्वमा रहेका नीतिहरूको कार्यान्वयन, कमजोरी र स्थानीय तहको सक्रिय भूमिकाको आवश्यकतामा जोड़ दिएको थियो। अनुभव समूहले सामाजिक स्वीकृति, भौतिक पहुँच र प्रेरणा अभाव जस्ता चुनौतीहरू प्रस्तुत गर्दै पियर मेन्टरिङ र मनोसामाजिक सहयोगका लागि सिफारिश गरेका थिए। राष्ट्रिय गान र पानस बत्ती बालेर औपचारिक रूपमा कार्यशालाको उद्घाटन गरिएको थियो। कार्यशालाका विशेष अतिथिहरूमा मिराल वेलफेयर फाउन्डेशनका परियोजना प्रबन्धक चाङ ही पाइल्क, रोटरी इन्टरनेशनलका डिस्ट्रिक्ट गभर्नर नोमिनी डाक्टर ईश्वरी प्रसाद ठकाल, रोटरी क्लब अफ चितवनका अध्यक्ष भानुभक्त शर्मा, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी लगायतका व्यक्तिहरूले मन्तव्य राखेका थिए। कार्यक्रममा भोइस अफ भोइस प्रकाशन पनि सार्वजनिक गरिएको थियो। कार्यशालामा अपाङ्गता समावेशी तालिम र रोजगारी, चुनौती र समाधान शीर्षकमा प्यानलगत छलफल सम्पन्न भएको थियो। भरतपुर महानगरपालिकाकी महिला विकास अधिकृत कलावती ओझाले स्थानीय तहले समावेशी पूर्वाधार बनाउनु पर्नेमा जोड़ दिएकी थिइन्। राष्ट्रिय अपाङ्ग महासंघ नेपाल चितवनका सचिव एम प्रसाद सुवेदीले समावेशी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीतिमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले प्रतिनिधित्व नपाएको भन्दै अपाङ्गता अधिकार र सशक्तिकरणका क्षेत्रमा क्रियाशील संघ संस्था ओपीडीजको सहभागिताको आवश्यकता औल्याएका थिए। नारायणी पोलिटेक्निक इन्स्टिच्यूटकी प्रिन्सिपल सरिता रेग्मीले प्रशिक्षक क्षमता अभाव र पुरानो तालिम पद्धति सुधार्नुपर्नेमा जोड़ दिएकी थिइन्। समापन सत्रमा स्पाइनल इन्जरी संघ नेपालका उपाध्यक्ष तथा कार्यक्रम संयोजक डाक्टर अनिल कुमार श्रेष्ठले आभार मन्तव्य राख्दै समावेशी शिक्षा र रोजगारीका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा सहभागीहरू बीचमा स्मृति चिन्ह वितरण गरिएको थियो र सामूहिक तस्विर समेत लिइएको थियो। कार्यशालाले केही मुख्य निष्कर्षहरू निकालेको छ, जस अनुसार समावेशी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यान्वयनका लागि नीति, अभ्यास र साझेदारी सबै तहमा सुदृढ बनाउनु पर्ने, पाठ्यक्रम पूर्वाधार र तालिम प्रविधि अपाङ्गता मैत्री बनाउनु पर्ने, रोजगारदातालाई सचेतना, प्राविधिक सहयोग र सकारात्मक वातावरण दिएमा उनीहरू अपाङ्गता भएका व्यक्तिलाई रोजगार दिन इच्छुक हुने, स्थानीय तह, तालिम संस्था र अपाङ्गता अधिकार र सशक्तिकरणका क्षेत्रमा क्रियाशील संघ संस्था र ओपीडीजका बीचमा घनिष्ठ सहकारी अपरिहार्य हुने खालको निष्कर्षहरू निकालेको हो। राष्ट्रिय परामर्श कार्यशाला 2025ले अपाङ्गता समावेशी प्राविधिक शिक्षा र रोजगारीका लागि राष्ट्रिय स्तरमा साझा दृष्टिकोण प्रस्तुत गर्दै भविष्यका नीति तथा अभ्यासलाई अझ सशक्त बनाउने बाटो खोलिदिएको छ।